कैलालीको कैलाली गाउँपालिका वडा नम्बर 5 मनिकापुरमा यतिखेर चाहिँ ट्र्याक्टर दुर्घटना भएको छ। धनगढीदेखि भरिमतर्फ आउने गरेको मनिकापुरमा चाहिँ भारतीय नागरिकहरू बेडा बाबाबाट दर्शन गरेर घर फर्किने क्रममा चाहिँ मनिकापुरमा एक्सिडेन्ट भएको छ, दुर्घटना भएको छ ट्र्याक्टर र एकजनाको घटनास्थलमा मृत्यु भएको छ भने बाँकी घाइतेहरूको चाहिँ उपचारका लागि नेपाल रेड क्रसको र पालिकाको एम्बुलेन्समा चाहिँ अहिले उपचारको लागि लगिँदैछ धनगढीतिर भने यहाँ हेरिराख्नु भएको छ। धेरै हुनुहुन्छ व्यक्तित्वहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेड क्रस स्थानीयद्वारा अहिले चाहिँ घाइतेहरूलाई चाहिँ घटनास्थलबाट चाहिँ माथि ल्याएर एम्बुलेन्समा हाल्ने काम एकजना चाहिँ घटनास्थलमा मृत्यु भएको छ। यो देखिरहेको छ हामी यहाँहरूलाई। कैलाली गाउँपालिका वडा नम्बर 5 मनिकापुर जुन हुलाकी सडकको छेउमा एक्सिडेन्ट भएको छ। एकजनाको चाहिँ घटनास्थलमा मृत्यु भएको छ भने बाँकी घाइतेहरूको चाहिँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय रेड क्रसद्वारा चाहिँ लिइराख्नु भएको छ उपचारको लागि। घाइतेहरू यसरी उभिएको छ। घाइतेहरूले चाहिँ यतिखेर उपचारको लागि धनगढी लिँदैछ। घाइतेहरू उपचार गइराख्नु भएको छ धनगढी। न्यू सिटी पोलिटेक्निक प्रणालीको धनगढीको एम्बुलेन्सद्वारा चाहिँ उहाँहरू गइराख्नु भएको हामी देखाइरहेका छौँ। त्यो अनियन्त्रण भयो, त्यो क्वेसन ठोके त होइन नि, होइन ट्र्याक्टर त आफै अनियन्त्रण भएर भयो होइन। ट्र्याक्टर त अनियन्त्रण भएर चाहिँ बिल्टेको देखिन्छ। ठोके कसैसँग नठोकेर अनियन्त्रण भएर चाहिँ गाडी चाहिँ उल्टो साइडमा गएर चाहिँ परेको छ। आफ्नो साइडमा ठ्याक्क विपरीत दिशामा गएर पल्टेको छ। घटना स्थलमा चाहिँ एकजना 17-18 वर्ष अन्दाजीको केटाको मृत्यु भएको छ भने बाँकी चाहिँ घाइतेहरूको लागि यतिखेर चाहिँ दुई तीनजना चाहिँ अलिक सिरियस स्थानीयहरूले भनेअनुसार हामी पनि यहाँ घटना पुग्दैछौँ। यो तरले जुन चाहिँ एउटा मान्छे चेपेको देखाइरहेको छ हामीले देखेर आएको भन्ने दृश्य, किनभने एकजना चाहिँ तराली मुनि चाहिँ चेपेर देखिन्छ देखाइरहेको छ। यो चाहिँ एउटा तराली मुनि चाहिँ भारतीय नागरिक हुनुहुन्छ। उहाँलाई अब सशस्त्र प्रहरी, नेपाल प्रहरीले चाहिँ उहाँको त्यो मृतक ल्याउने प्रयोग भइरहेको छ, देखाएर आएको छ हामी। त्यो गएर चाहिँ